इट्स लास्ट डे बोरिङ डे है गाइज। आजभोलि लास्ट डे बोरिङ डे चलिरहेछ एन्ड अहिले जापानमा हुन्छ नि गाक्सेहरू 28 घन्टा काम गरेर पर विक एउटा काम मात्रै गरेर कसरी दिनहरू कटाइरहेको छ मैले अहिले फिल गरिरहेको छु है। किनभने मैले एउटा काम गर्न लागेको भर्खर अहिले चाहिँ 2 विक 3 विक हुन लाग्यो है मैले काम छोडेको चाहिँ। सो अहिले एउटा काम मात्रै छ अनि खासमा चाहिँ लास्टै गाह्रो हुँदो रहेछ है। के गर्ने, कति मोबाइल चलाइरहने, कति टिकटक स्क्रोल गरिरहने, एक्लै कोठामा टाउको दुख्ने रहेछ। अनि सो अब त्यही भएर चाहिँ अनि मैले चाहिँ भिडियो नहालेको युट्युबमा मैले भिडियो नहालेको चाहिँ कति भयो त्यार यो होइन यस। सो गाइज लेट चाहिँ होला लगभग 4 महिना भइसकेको रहेछ मैले भिडियो हाल्न छोडेको चाहिँ है। एन्ड त्यही नै हो, कामले गर्दाखेरि टाइम पाएको थिएन। तर पनि मैले पहिला हल्का हल्का टाइम मिलाएर हाल्थेँ, त्यसपछि अलि लास्टै बिजी भयो कि कामले गर्दा। त्यही नै हो, यताउता काम भ्याउनु पऱ्यो अनि स्कुल पनि भ्याउनु पऱ्यो। त्यही भएर टाइम भ्याइएको थिएन, मैले हाल्न छोडेको थिएँ बिस्तारै। अनि अहिले चाहिँ लास्टै टाइम भयो कि हुन्छ नि त, एउटा काम छोडेको धेरै टाइम बज्यो कि। अनि बस्दा बस्दा बोरिङ भयो अनि एक्लै के गर्ने भनेर चाहिँ हल्का मोबाइलसँग नै कुरा गरौँ, कति हेरिरहने, मोबाइलले भनेको मात्रै कति सुन्ने, एकछिन मोबाइलसँग नि कुरा गरौँ भनेर चाहिँ भिडियो खिच्न लाग्यो है खासमा चाहिँ। लेट चाहिँ भिडियो खिचेर 3टा फोल्डर भइसक्यो है खासमा चाहिँ। एउटा 2टा यहाँ त थम्बनेल पनि भइसक्यो है। 3टा यहाँ पनि थम्बनेल पनि रेडी भइसकेको छ। एन्ड के बोल्न त बोलियो है मोबाइलसँग, एडिट गर्न चाहिँ लास्टै तनाउ हुने रहेछ गाइज होइन। आई एम नट प्रोफेसनल एडिटर है, म चाहिँ अब काट्ने जोड्ने मात्रै हो खासमा चाहिँ। नर्मल्ली मैले आफ्नो भिडियोहरू त्यति साह्रो एडिट गर्दैन है खासमा चाहिँ, सिर्फ काट्ने अनि जोड्ने, टक्क लस्करै मिलोस्, भ्युअर्सले चाहिँ भनेको कुरा बुझोस्, त्यति मात्रै हो मेरो खासमा चाहिँ भिडियोमा हुने। मैले त्यति मात्रै गर्छु। अनि पहिला चाहिँ मैले क्यापकट चलाउँथेँ, अहिले चाहिँ मैले फाइनल कट प्रो चलाइरहेको छु। सो त्योमा चाहिँ मैले एडिट गर्छु। अनि यहाँ चाहिँ के भन्छ, बोल्दा बोल्दा धेरै बोलिसकेछ है। 1 2 3 4वटा प्रोजेक्ट भइसकेको छ कि यहाँ खासमा चाहिँ। तर एडिट भ्याइएको छैन कि लास्टै झ्याउ लाग्ने रहेछ एडिट गर्न होइन। किनभने हुन्छ नि त, भ्लगिङ गर्दाखेरि एउटै क्यामेरा हुन्छ, चट्ट लगाएर टक्क काट्यो टक्क जोड्यो भइहाल्थ्यो। अनि क्यापकटबाट पनि सजिलो हुन्छ खासमा चाहिँ मोबाइलबाट एडिट गर्नलाई। अनि अहिले चाहिँ मैले यो बसेर भनिरहेको छु यो भिडियोहरूमा चाहिँ खासमा चाहिँ होइन, यिनी भिडियोहरूमा। एन्ड त्योमा चाहिँ मैले 2टा क्यामेरा युज गरेको छु क्या, 2टा क्यामेरा युज गरेको छु। अनि सो 2टा क्यामेरा युज गर्दाखेरिमा चाहिँ तिनीहरूको 2टैको भोइसहरू मिलाउनु पऱ्यो है। यताउता 2टा लेनमा हुन्छ, त्यसलाई चाहिँ ट्याक्क मिलाएर गर्नु पऱ्यो। त्यही भएर लास्टै झ्याउ हुँदो रहेछ है गाइस। सो अब जस टाइम पासको कामहरू गरिरहेको छु है। अनि अहिले चाहिँ हुन्छ नि त, लाइक लास्टै टाइम भएर चाहिँ मसँग। अनि अब भिडियो नहालेको पनि धेरै भइसकेको थियो, अनि मेरो भ्युअर्सहरूले पनि बिर्सिसक्यो होला जस्तो लागिरहेछ। एन्ड अर्को कुरा चाहिँ 4 महिना इनएक्टिभ भएको च्यानल छ है मसँग चाहिँ खासमा चाहिँ। सो यो च्यानल चाहिँ फ्रिज भइसकेको जस्तो नै लाग्छ मेरो विचारमा। सो गाइज अब चाहिँ जस अनफ्रिज गर्नुपर्छ। धेरै सब्सक्राइब गर्नुहोस्, सेयर गरिदिनुहोस् है, लाइक गरिदिनुहोस्, धेरै धेरै कमेन्ट गरिदिनुहोस् नयाँ नयाँ भिडियोमा है। नयाँ भिडियोहरू बवाल आउँछ। अनि लाइक इन्फर्मेटिभ टाइपको बवाल भिडियो आउँछ है। अनि साथसाथै अब भ्लगिङ पनि आउने छ नै है, किनभने अब त लास्टै मसँग टाइम छ। एन्ड सो पछाडि चाहिँ अब मेरो पोडकास्टको सेटअप हो है। अहिले चाहिँ हल्का त्यही नै हो, टाइमले म्यानेज नभएर मैले बन्द गरेको थिएँ। बिस्तारै पोडकास्ट पनि आउने छ है। दिस इज माई टिकटक लाइट फ्यान पनि छ। एन्ड मसँग क्याननको 70D सो
क्याननको क्यामेरा पनि छ है, यसले चाहिँ खिच्छु म अहिले चाहिँ, अनि एउटा चाहिँ मोबाइलले खिच्छु किनभने मसँग अर्को क्यामेरा पनि छ, खासमा चाहिँ छैन चाहिँ, यो सबै पोडकास्टको लागि हो। एन्ड यो क्यामेराहरूमा माइक युज गर्नको लागि अलि राम्रो माइक चाहिने कि हुन्छ नि, डाइरेक्ट माइक युज गर्नु पऱ्यो भने चाहिँ, सो त्यो माइक चाहिँ मसँग छैन अहिले खासमा चाहिँ। एन्ड त्यही भएर मसँग सानो बयाको मिनी माइक छ, सो यो चाहिँ मोबाइलमा मात्रै लाग्छ नि त, त्यही भएर एउटा क्लिप चाहिँ म मोबाइलबाटै खिच्छु जुन माइक युज हुन्छ एन्ड भोइस राम्रो आउँछ नि त। अनि एउटा चाहिँ म क्यानन 70D युज गरिरहेको छु, सो दुईवटा क्यामेराबाट चाहिँ मैले खिचेर नयाँ भिडियोहरू बनाइरहेको छु है। गाह्रो हुँदो रहेछ, कति सुत्यो झ्याउ लाग्यो उठ्यो, अनि त्यसपछि बस्यो एकछिन, खानासाना बनाएर खायो, नास्ता बनाएर खायो, अनि त्यसपछि नि यसो झ्याउ लाग्छ, अनि एडिटिङमा लाग्यो अलिअलि एडिटिङमा लाग्यो है। तर लगभगै एडिटिङ है, यसको एडिटिङ लगभगै भ्याइलाइसकेको छ, एन्ड यसको एडिटिङ पनि लगभगै भ्याइलाइसकेको छ, थम्बनेलहरू पनि रेडी भइसकेको छ। सो अब चाहिँ चाँडै नै है थम्बनेल यहाँ छ, अहिले धेरै सो गर्दैन म होइन, थम्बनेललाई चाहिँ देखिन्छ, ओके यत्तिकै ठिक छ। एन्ड यसको थम्बनेल पनि रेडी भइसकेको छ, यो दुईवटा प्रोजेक्ट पनि लगभग रेडी भइसकेको छ, सो तत्कालीन आउँछ है यिनीहरू दुईवटा चाहिँ। अनि सो कस्तो लाग्छ भिडियोमा कमेन्ट गरिदिनु होला, धेरै कमेन्ट गरिदिनु होला है, धेरै लाइक गरिदिनु होला, अब सेयरहरू चाहिँ पक्कै गरिहाल्नुहुन्छ भन्ने थाहा छ है। एन्ड यो चाहिँ अहिले तत्कालीन हुन्छ नि त, जापानको बारेमै हो है यो चाहिँ, अनि जापान आउने मान्छेहरूलाई चाहिँ एकदम फोकस गरेर बेसिक तरिकाले एउटा मैले प्रोजेक्ट सुरु गरेको छु, सो त्यो चाहिँ हो। सो किप वाचिङ, हेर्दै गर्नु होला भन्न चाहन्छु है। यस्तै यो बन्द कोठामा एक्लै नै हो, साथीहरू चाहिँ अब नहुने होइन, धेरै छन्, तर आफ्नो काम हुन्छ नि त, सबैको टाइम मिल्दैन, सो मेरो छुट्टी भयो होला उनीहरू काम हुनसक्छ। यस्तै छ चलिरहेछ जापानतिर, तर लास्टै बोरिङ हुने रहेछ यार, काम भएन भने बाबा। नत्र पहिला चाहिँ गएको गयो, त्यहाँबाट काममा गयो, रुममा आयो, खानसान खायो, एकछिन सुत्यो, फेरि काममा गयो, फेरि भोलि बिहान गएको गयो, नाइट काममा गयो, फेरि भोलि बिहान गएको गयो, चलिरहेको थियो कि त्यस्तै चलिरहेको थियो। एक्कासी काम छोड्नु पऱ्यो, छुट्टियो है अहिले चाहिँ। अनि त्यही माथि अहिले चाहिँ 1.5 महिना लगभग 40-45 दिन चाहिँ मेरो गएको बिदा छ कि है, समर भ्याकेसन भयो चलिरहेछ, यसमा चाहिँ काम टन्न हान्नु पाइन्छ नि, 40 घन्टा हान्नु पाइन्छ नि त, बेगमै 40 घन्टा हान्नु पाइन्छ। सो त्यही माथि हेन्क्यास भएको मान्छेले त हान्छ 60-70-80 घन्टा हान्छ योचोटि यो भ्याकेसनमा चाहिँ, तर मसँग छैन। सो केही छैन, मलाई त्यो काम छैन भनेर चाहिँ रिग्रेट भएन कि मैले चाहिँ मेरो भ्युअर्सहरूको लागि प्रोजेक्ट सुरु गर्दैछु, त्यही नै खुसी लागिरहेछ। सो किप वाचिङ, हेर्दै गर्नु होला है। म यो भिडियोहरू चाहिँ चाँडो अब लगभगै फाइनल स्टेजसम्म आइसकेको छ, सो किप वाचिङ, हेर्दै गर्नु होला, हेरिदिनु होला है, माया गरिदिनु होला, धेरै माया देखाइदिनु होला भन्दै यो भिडियो चाहिँ म फर्स्टमा हाल्छु, सो त्यसपछि चाहिँ मेरो अरू भिडियोहरू लगातार आउनेछन्। सो हप्तामा 2टा भिडियो चाहिँ नर्मली आउन सक्छ, नत्र चाहिँ एउटा भिडियो पक्कै पनि आउँछ। सो किप वाचिङ, हेर्दै गर्नु होला भन्दै है, वेटिङ है त।